हाई गुड मर्निङ। अहिले चाहिँ बिहानको 7 बजेको छ अनि हामी चाहिँ गाउँ जान लागेको, भर्खर उठेको। गाउँ जान लागेको, काठमाडौँ जान लागेको गाउँबाट। अनि भर्खर उठेर मुख पनि धुएको छैन, छोरीलाई नै उठाएर हतार लुगासुगा हतार त छैन, भए पनि टाइममै जाऊँ भनेर लुगासुगा लगायो। हामी चाहिँ गाउँमा 3 दिन बस्यौँ। 3 दिन पछि चाहिँ हामी काठमाडौँ जाँदैछौँ। कस्तो देखिरह होला, मुख सुक्दैन होइन। मेरो छोरी हिँडिसक्यो। बाई बेबी। किन त अनि स्कुटरमा नजाने हो? अरू सबैजना तलतिर गइसक्यो, हामी मात्रै छौँ। बेबी मम्मीले जे भन्यो त्यही भन्नु ल। अब हामी यता हेरेर भन्नुहोस् न, काठमाडौँ जान लागेको। काठमाडौँमा भेटौँला। यता हेर्नुहोस्, भेटौँला है भन्नुहोस्। अब काठमाडौँमा भेटौँला है। बाई गरिदिनुहोस्, माया गरिदिनुहोस्। बेबीको हातमा के हो त्यो? माया गऱ्यो ल। बेबीको हातमा ककेट बोकेको। 2 घन्टा नन स्टप हिँडेर अहिले चाहिँ 9 बजे छ। 7 बजे हिँडेको, 5 खाल आइपुग्यो। अनि चिया खानु पर्यो भनेर मान्छे त निन्द्रामा आँखा हेर न, अझै चिमचिम परेको छ। अब यहाँ चिया खाऊँ अनि त्यहाँदेखि फेरि लागौँ। अनि मेरो छोरी चाहिँ यहाँ नुनु गराएको थियो, अहिले चाहिँ उठेछ। हेर कस्तो फोरी भएको छ। अहिले चाहिँ हामी लोकल होटलमा बसेर चना, अन्डा, आलु अनि चिया पनि पाक्दैछ भित्र। खाजा चाहिँ बिहानै चिल्लो के खानु भनेर अलि हेल्दी खानेकुरा खाँदैछु। अनि कसको पैसा? अनि छोरीको लागि चाहिँ मैले स्ट्रबेरी किनेको। यहाँ स्ट्रबेरी बेच्न बस्नु भएको रहेछ क्या आन्टी। अनि मेरो छोरीले फेरि कस्तो गुल्ले रहेछ तर खाँदैन भने, अन्सो नफाल्ने है बेबी। अनि छोरीलाई चाहिँ मैले 1 ग्लास दुध दिनु न भनेर भनेको छु। अगाडि तात्दैछ। अनि हामी चाहिँ अब खाना खानु पर्यो। बेबी खाना खाने? एग खाने बेबी? एग अब खाँदैन के हुन्छ, अब नखाउला उसो भए मोमो खान्छु। हामीले चाहिँ टाकटुक पारे खानेकुराहरू सबै फ्रिजभित्र हाल्यौँ। अनि अब चाहिँ हामी यहाँबाट सिधै घर जान्छौँ। अनि घर गएर म भ्लग बनाउँछु। अहिले चाहिँ हामी गएको। अनि मेरो छोरी यहाँ दुनोट खाएर छ। पानीको बोतल नि झन्डै बिर्सि। छोरी जानुहोस् त, पानीको बोतल लिएर आउनुहोस्। यहाँ खाजा खाएको हामी चाहिँ एकदमै लोकल है। कति खाजा खान्छ यताउता हेरेँ, कहीँ देखेन कि मैले। अनि हेर्दै आएको यहाँ रहेछ। अनि यहाँ भयो नि खाइदिएँ है। अब चाहिँ हामी हिँडेको। मेरो स्कुटर यहाँ छ। झोला यस्तो छ यहाँ, ऊ झोला यति धेरै छ। हामी चाहिँ फाइनली घरमा आइपुग्यो। मेरो छोरीको अनुहार चाहिँ मङ्की जस्तै भएको छ। सानो हामी कहाँ आइपुग्यो रे छोरी? कहाँ आइपुग्यो? कममा हो। छोरीको अनुहार देखेर यति हाँस उठ्याएको छ कि मेरो अनुहार पनि त्यस्तै भएको होला तर। अनि अहिले चाहिँ कति बजी छ? अनि गयो। अनि उता छ कि अब लुगासुगा सबै आमामा लुगा त यस्तो धुम्बुर दस भएको छ कि लुगासुगा फेरेर अब सर्लक्क नुहाउनु पर्यो। अनि भातसात बनाएर खानु पर्यो। अनि मेरो छोरी पुन्टु अब एकछिन फ्रेस हुनु पर्यो है त। नुहाउनु पर्यो यार। म चाहिँ चट्ट लाएर नुहाएँ, फ्रेसेस भएँ है। नुहाएपछि चाहिँ कस्तो जिउ नि हल्का भयो क्या। अनि मेरो छोरी चाहिँ यहाँ टिभी हेरिरहेछ यसरी। हजुर बेबीको साइकलमा बस्नु भएको हो? बेबीले साइकललाई मिस गर्यो। छोरीलाई चाहिँ मैले खाना पनि दिएँ। अनि म चाहिँ नुहाएँ है। अनि घाम पनि लागेको छैन आज, कस्तो धुम्म नै छ। धन्न बेलामै आइपुग्यो, आनन्द भयो। पानी सानी पऱ्यो भने बर्बाद हुन्थ्यो। बर्बाद त के हुन्थ्यो, बाटोहरू अप्ठ्यारो हुन्छ नि त के अरे पानी पऱ्यो भने। अनि छोरीलाई चाहिँ खानासाना दिएँ। आज छोरीलाई नुहाउँदिनँ किनभने चिसो छ। भोलि घाम लाग्यो भने मात्रै नुहाउँछु। अब चाहिँ म के गर्छु भने खाना बनाउँछु है त। अब टाकटुक खानासाना बनाउनु पर्यो। खाना बनाउनुभन्दा अगाडि भत्रगोल देखाउँछ है म फर्स्टमा।
कल चाहिँ यही हो 2-3 दिन गाउँमा के बसेको थियो यत्रो लुगा थुप्रा छ धुनुपर्ने अझै यहाँ कचककुचुक छ यो सबै धुनुपर्ने के गर्नुपर्ने यस्तो भत्रगोल छ एक भारी नै छ कपडा चाहिँ मेरो छोरी चाहिँ मस्त टिभी हेर्छ अनि त्यस पछाडि अनि म चाहिँ खाना बनाउन लागेको किचनतिर खाना चाहिँ सिटी पनि लागिसक्यो अनि मैले चाहिँ आलु पनि काटिसकेँ मसरुम पकाउनला अनि हजुर क्याप्सिकम छ अनि टमाटर प्याज अदुवा लसुन सब रेडी गरिसकेँ कराई पनि बसालिसकेँ अब आगो लगाउनु पर्यो हैन टक्क लाएर यो चाहिँ छोरीलाई मैले अघि खाना दिएको थिएँ अनि खाना यहाँ ग्यासमा नि पोखिसकेछ झन् छोरीलाई चाहिँ टिभी हेर्न राखेको खाना बनाउँछु भनेको रुएर मामी मामी भनेको बेबीले माम नबनाउने माम नखाने ऊ त टन्न भइहाल्यो ऊ त टन्न खाइहाल्यो माम नखाने टिभी हेर्न जानुहोस् त टिभी हेर्न नाइ मैले चाहिँ च्याउ चाहिँ यसरी पकाउँछु यो चाहिँ मेरो रेसिपी है मेथी पड्काएँ अब च्याउ यसरी राख्छु है यो च्याउलाई चाहिँ एकछिन भुट्छु म मसरुम चाहिँ यतिको फ्राई भएपछि मैले चाहिँ यसरी के भन्छ प्याज राख्छु है अनि सबैको आफ्नो स्टाइल हुन्छ है मसरुम पकाउनु चाहिँ म चाहिँ यसरी बनाउँछु अब यतिको भएपछि यसमा चाहिँ राख्नुपर्ने हुन्छ आलु राख्छु अब यसलाई पनि एकछिनसम्म मजाले फ्राई गर्छु आलु पनि हल्का फ्राई भएपछि चाहिँ यहाँ एउटा क्याप्सिकम छ यो पनि मैले चाहिँ यसरी राखिदिन्छु अब यसलाई पनि एकछिन फ्राई गरिदिन्छु अब चाहिँ म राख्दैछु बेसार कसरी गयो नुन अलिकति धुलो खोर्सानी अनि यो चाहिँ जिरा धनियाँको धुलो है त ल अब यसलाई अलिकति चलाइदिउँ अब चाहिँ टमाटरको पालो आयो टमाटर पनि राखेँ अनि अदुवा लसुनको पेस्ट छ यहाँ यसलाई पनि म त्यसरी हातैले राखिदिन्छु तरकारीमा राख्नुपर्ने कुराहरू चाहिँ सबै राखिसकेँ अझै पनि म चाहिँ एकछिनसम्म फ्राई नै गर्छु मलाई चाहिँ मसरुम चाहिँ हुन्छ नि फ्राई गरेको मिठो लाग्छ क्या त्यो अलि हुन्छ नि त्यो धेरै राम्रोसँग फ्राई गरेन भने चाहिँ मलाई मन पर्दैन अब आलु क्याप्सिकम सबै यतिकै म पाक्न दिन्छु अनि एकछिन छोपिदिन्छु म चाहिँ अब यतिकै मजाले पाक्छ अनि मात्रै झोल राख्छु तरकारी चाहिँ उता मैले छोपेर राखेको छु अनि छोरीलाई चाहिँ मैले बोकेँ यसरी यहाँ ढाडमा बस्न मानेन नबस्ने रे अनि बच्चा भएपछि यस्तै हो साथीहरू कहिले ढाडमा पुग्नुपर्छ खाना बनाउनु बेला पनि ढाडमा पुग्नुपर्छ रुन्छ भुइँमा नबस्ने भन्छ है बेबी मेरो छोरी थाके पनि होला सायद स्कुटरमा बसेर हामी घरबाट 7 बजे हिँडेको अनि काठमाडौँमा चाहिँ 11 बजे आइपुगेछ बिचमा आधी घन्टा चाहिँ हामीले खाजासाजा खायौँ भनेपछि 7, 8, 9, 10, 11 3.5 घन्टा लागेछ 3.5 घन्टा नन स्टप कुद्दाखेरि मेरो छोरी थाके पनि होला है बेबी अब चाहिँ हेरौँ है त तरकारी के भयो अघि राखेको झोल चाहिँ मजाले सुकिसकेको छ अब तरकारी पनि मस्त पाकिसकेको छ अब यो चाहिँ हो हामी खाने झोल हो है यो चाहिँ अब यो चाहिँ एकछिन मजाले उम्लेपछि तरकारी पाक्यो मेरो तरकारी उम्ली पनि सक्यो रेडी भइसक्यो यो तरकारी चाहिँ खानको लागि एकदमै रेडी भयो अब चाहिँ म खानासाना पस्किन्छु मैले चाहिँ खाना पनि पसिसकेँ बहिनी र मलाई हल्का झोल धेरै भएछ तर पनि इट्स ओके मैले चाहिँ अब खाना खाएँ त कति सानो छोरी बोल्यो होला छोरी अबि यहाँ राखेको छ मम्माले यहाँ बेबीको यहाँ छ त यहाँ खानुहोस् न म खान्छु हस् कति बजे छ हेऱ्यो टाइम म हेर्छु त कति बजे छ नुहाउँदा खानासाना बनाउँदा त 1 बजिसकेछ हौ 11 बजे आएको 11, 12, 1, 2 घन्टामा सबै गर्ने भ्याएछ अब चाहिँ मैले खाएँ त्यस्तो धेरै त भोक लागेको छैन अघि हामीले उता खाजा पनि खाएको थियौँ त
मेरो चाहिँ के भएको छोरी लड्छ है आलुले पोल्यो क्या भर्खर उम्लिँदै खायो नि त तातो के भयो छोरी अचार चाहिँ हो तिल टमाटर अनि टिमुरको अनि सिलाम पनि छ यहाँ चाहिँ हल्का पिरो छ मलाई चाहिँ टमाटरको के अरे तिलको अचार टिमुर हालेको चाहिँ लास्टै मनपर्छ ठ्याक्कै टिमुर बास्न आइहाल्छ क्या छोरी के गर्छ म त भन ऊ पनि म त भन्छ मैले चाहिँ खाना पनि खाइसकेँ है अनि मेरो छोरी यहाँ निन्द्रा लाग्यो भनेर रुई पनि रहेछ अनि म चाहिँ यहाँ छोरीलाई समातिरहेको छु अनि भ्लग भनेको यस्तै हो है के गर्यो कहाँ गयो त्यस्तै खिच्न त अनि होइन अनि मैले चाहिँ भ्लग पनि बनाएँ अनि आजको दिन चाहिँ त्यही हो बिहान घरबाट आएँ गाउँबाट आएँ गाउँ भने सिन्धुपाल्चोकबाट आएँ काठमाडौँ आएँ अनि नुहाएँ खानासाना पनि बनाएर खाएँ अनि यताउता अलिअलि कामहरू सफा गर्नुपर्नेहरू पनि थियो टाकटुक सफा पनि गरेँ अनि हामी काठमाडौँ जाँदाखेरि के अरे गाउँमा जाँदाखेरि चाहिँ धुलीखेल हुँदै जान्छ नि त काठमाडौँ भक्तपुर बनेपा अनि धुलीखेल अनि दोललघाट हुँदै हामी खाडी चौर हुँदै गाउँमा पुग्छ होइन अनि यो पालि चाहिँ धुलीखेलको बाटो चाहिँ राम्रो छैन नगरकोटको बाटो जाऊ भनेर सबैले भन्नुभएको थियो कि मलाई अनि म चाहिँ यो पालि धुलीखेलको बाटो नभइकन घर जाने बेलामा चाहिँ नगरकोटको बाटो गएको थियो तर नगरकोटको बाटो चाहिँ मलाई एकदमै टाढा लाग्यो अनि फर्किँदाखेरि चाहिँ म यो बाटो आउँदिनँ भनेर आएको थिएँ अनि नभन्दै म फर्किँदाखेरि चाहिँ धुलीखेलको बाटो नै आएँ तर मान्छेहरूले भने जतिको यस्तो डेन्जर छ बाटो भनेको थियो मलाई त्यो खासै डेन्जर चाहिँ लागेन अब त्यो चिनिरहेको बाटो भएर होला है मलाई चाहिँ हजुर धुलीखेलको बाटो नै नजिक लाग्यो त्यही भएर म चाहिँ धुलीखेलको बाटो नै फर्किएँ अनि अब चाहिँ मलाई पनि थकाइ पनि लागेको छ छोरीलाई पनि थकाइ लाग्यो होला स्कुटरमा बस्दा सिँगान कति आउँछ ल भयो अनि छोरीलाई पनि सुताउँछु म पनि सुत्छु एकछिन अनि लगभग हामी चाहिँ 3-3.5 घन्टै लाग्यो होला काठमाडौँ आउनलाई अनि अहिलेसम्म मैले गाउँमा जाँदाफेरिदेखि नै गाउँमा गएको एउटा भ्लग अनि त्यहाँ गाउँमा बसेको एउटा भ्लग अनि फर्किँदाफेरिको एउटा भ्लग मैले 3टा भ्लग खिचाएको थियो कोले हेर्नुभयो यो चाहिँ लास्ट भ्लग हो जो जतिले हेर्नुभयो एकदम धेरै थ्याङ्क यू सो मच मेरो छोरीलाई यस्तो निन्द्रा लागिसक्यो आँखा चिम गरेर ल नुनु गर नि त नुनु गर बेबी अब चाहिँ म पनि सुत्छु अनि यतिन्जेल जो जतिले हेर्नुभएको छ धेरै थ्याङ्क यू सो मच अनि मेरो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने र हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला नेक्स्ट भिडियोमा भेटौँला अहिलेलाई चाहिँ बाई गरिदिनुहोस् सानो बाई गरिदिनुहोस् माया गरिदिनुहोस् अब हामी नुनु गर्ने है गर्ने ल ओके बाई